जब हामी राति शान्तिसँग सुतिरहेको हुन्छौँ, कसैले आकाशबाट हाम्रो देशको रक्षा गरिरहेको हुन्छ, ती आँखा जसले सतर्क हुन्छन्, ती हात जसले तयार हुन्छन् अनि ती पङ्खहरू देशका लागि चलिरहेका हुन्छन्। सपना छ फाइटर पाइलट बन्ने। नमस्कार साथीहरू, यो भिडियोमा हामीले चाहिँ फाइटर पाइलट बन्नको लागि के प्रक्रिया पूरा गर्नुपर्छ भन्ने विषयमा यो भिडियो रहेको छ। यो केवल पेशा होइन, यो तपाईको राष्ट्रप्रेमको सबभन्दा उच्च रूप हो। जब देशलाई खतरा हुन्छ, सबभन्दा अगाडि जाने नै यी हुन्छन्। फाइटर पाइलट बन्ने भनेको स्वाभिमान, साहस र बलिदानको मार्ग रोज्नु हो। फाइटर पाइलट बन्ने सपना तपाईँ जस्तो सामान्य परिवारका युवाले पनि देख्न सक्छन्। सबभन्दा पहिलो स्टेप शैक्षिक योग्यता कति चाहिन्छ फाइटर पाइलट बन्नको लागि। तो पहिलो कुरा विज्ञान संकायबाट जस्तै फिजिक्स, म्याथ, अङ्ग्रेजी अनिवार्य हुनुपर्छ र राम्रो ग्रेड प्राप्त गर्नुहोस् किनकि प्रतिस्पर्धा उच्च हुन्छ। नेक्स्ट एज, उमेर 18 देखि 24 वर्ष हुनुपर्छ। नेक्स्ट शारीरिक तन्दुरुस्ती, आँखा चाहिँ 6/6 हुनुपर्छ बिना चस्मा। उच्च स्टेमिना, फिट शरीर र मानसिक धैर्यता चाहिन्छ। नेक्स्ट कुरा मन स्थिति, आत्मअनुशासन, देश प्रेम अनि जोखिम उठाउने साहस पनि चाहिन्छ। फाइटर पाइलट बन्नको लागि अर्को प्रक्रिया चाहिँ हो कसरी आवेदन गर्ने। नेपालमा फाइटर पाइलट बन्न मुख्यतया नेपाली सेनाको माध्यमबाट हुन्छ। अब हामी हरेक चरण हेर्छौँ। फाइटर पाइलट बन्ने कहाँबाट आवेदन खुल्दो रहेको छ, सम्पूर्ण तपाईले कनेक्टेड रहनुहोस् सोर्सेसहरूबाट, त्यहाँबाट जानकारी लिनुहोस्। नेपाली आर्मीको वेबसाइटमा जानुहोस् र समय समयमा हेर्नुहोस् र भ्याकेन्सी आयो कि आएन चेक गर्नुहोस् र त्यहाँ आएपछि त्यहाँ अप्लाई गर्नुहोस् र अप्लाई गर्दा त्यसमा चाहिँ के मुख्यतया सोध्ने गरिन्छ र कस्तो परीक्षा हुन्छ। पहिलो लिखित परीक्षा। लिखित परीक्षामा सामान्य ज्ञान, विज्ञान, गणित र अङ्ग्रेजीमा आधारित परीक्षा हुन्छ, जसको छुट्टै सिलेबस हुन्छ र त्यसलाई पढ्नुपर्ने हुन्छ र पढेपछि लिखित परीक्षा पास गर्नुपर्ने हुन्छ। नेक्स्ट चाहिँ हो शारीरिक तन्दुरुस्ती परीक्षण हुन्छ। शारीरिक तन्दुरुस्ती परीक्षणमा दौड चाहिँ 2.4 किलोमिटर हुनुपर्छ। पुसअप टेस्ट हुन्छ, सिटअप, चिनअप आदिमा परीक्षण गर्ने गरिन्छ। त्यसपछि नेक्स्ट हो मेडिकल जाँच हुन्छ। मेडिकल जाँचमा के हुन्छ, दृष्टि, हेराइ क्षमता, सुनाइ क्षमता, कतिको सुन्न सक्छन्, रक्तचाप, ब्लड प्रेसरको चेक हुन्छ, उचाइ र तौलको चेक हुन्छ, अनुपात र मानसिक स्वास्थ्य परीक्षण चाहिँ हुन्छ। माथि बताइएको सबै कुरा यदि ठिक भयो भने नेक्स्ट चाहिँ चेक हुन्छ मनोवैज्ञानिक र अफिसर इन्टरभ्यू, एसएसबी टाइपको इन्टरभ्यू हुने गर्छ। त्यसपछि तपाईको आत्मविश्वास, नेतृत्व गुण, निर्णय क्षमताको पनि परीक्षण हुन्छ। यो सबै टेस्ट पास गरिसकेपछि फाइनली तपाईको हुन्छ पाइलट ट्रेनिङ। छनौट भएपछि तपाईलाई नेपाल आर्मी फ्लाइङ स्कुल NAFOS मा पठाइन्छ। यहाँ सिंगल इन्जिन विमानदेखि फाइटर ट्रेनिङसम्म दिने गरिन्छ, जहाँ कुशल पाइलटद्वारा राम्रोसँग ट्रेनिङ दिने गरिन्छ। जहाँ अरू डराउँछन् त्यहाँ फाइटर पाइलट अगाडि जान्छन्। तपाईँ पनि त्यही हुनुहोस् जसले इतिहास रच्नेछ। अर्को कुरा के हो, वैकल्पिक मार्ग पनि हुन्छ पाइलट बन्ने। यदि तपाईँ सेनामा नजाने योजना बनाइरहनु भएको छ भने निजी उड्डान स्कुल मार्फत पनि पाइलट बन्न सकिन्छ। तर फाइटर पाइलट बन्न चाहनुहुन्छ भने नेपाली सेना मार्फत जाने बाटो नै एकदम राम्रो विकल्प हो। फाइनली अन्तिम शब्द के भन्न चाहन्छु, हावा सधैँ साहस हुँदैन, बादल सधैँ सफा हुँदैन, तर जोश, मेहनत र देश प्रेमले असम्भवलाई सम्भव बनाउँछ। आज तपाईको सपनाले आकाश नापोस्, भोलि तपाईँ नै आकाश बन्नुहोस्। यदि तपाईँ यो भिडियोबाट प्रेरित हुनुभयो भने लाइक गर्नुहोस्, कमेन्ट गर्नुहोस्, तपाईँ किन फाइटर पाइलट बन्न चाहनुहुन्छ र सब्स्क्राइब गर्न नबिर्सनुहोला। हामी ल्याउनेछौँ यस्तो थप प्रेरणादायक सामग्रीहरू। जय नेपाल।